हेलो गाइज, आज चाहिँ म गाउँ जान लागेको अनि आज चाहिँ मेरो भाइको बर्थडे छ क्या। अनि अहिले चाहिँ म घर जान लागेको अनि भाइलाई म सरप्राइज दिन्छु क्या। भाइलाई थाहै छैन म आउने भनेर। अनि भाइलाई गिफ्ट पनि लगिदिन्छु क्या। भिडियो अन्तिमसम्म हेर्नुहोस्। अब म चाहिँ टक्क खानासाना खाएर निस्किन्छु। म एकछिनमा भेट्छु है त हजुरहरूसँग। म चाहिँ अब घर जान लागेको, टक्क रेडी पनि भइसकेँ। अब गिफ्ट लिएर जान्छु घर। गाइस म चाहिँ होइन अब निस्किसकेँ, गाडी चढ्न जान लागिरहेको माछु पोखरीतिर। अनि त्यतैतिर भाइलाई गिफ्ट पनि लिन्छु होला। भिडियो अन्तिमसम्म हेर्नु होला है त। टक्क मैले चाहिँ भाइलाई गिफ्ट पनि किनिसकेको छु अहिले चाहिँ। अनि गाडीको वेट गरिरहेको यता चाहिँ। हेर्नु होला ब्लग लास्टसम्म। टक्क अहिले चाहिँ म गाडीमा चढिसकेको छु होइन। म चाहिँ आधी बाटो आइसकेको थिएँ। अनि यहाँनिर चाहिँ धेरैजना मानिस हुनुहुन्थ्यो। अनि त्यही भएर मैले चाहिँ यो पार्टमा अलिकति भोइस ओभर गरेको छु। मलाई चाहिँ अलिक टाउको दुखे जस्तो, रिहाटो लागे जस्तो भइरहेको थियो। किनभने इभी गाडीमा चढ्नु साथै मलाई चाहिँ यस्तो हुन्छ। फाइनली गाइस म चाहिँ चटपटे खान लागेको अहिले चाहिँ। कसलाई चटपटे मनपर्छ कमेन्ट गर्नु है त। फाइनली गाइज म चाहिँ घर पनि आइसकेँ होइन। अनि लास्टै गाह्रो भइरहेछ। अनि अहिले भाइहरू चाहिँ रहन्छन्, केक लिन गएको रहेछन्। अब म एकछिनमा हजुरहरूसँग गिफ्ट दिने बेला भेट्छु है त। भिडियो हेर्नु है, लास्टै रमाइलो हुनेवाला छ है। फाइनली गाइज भाइ चाहिँ यहाँ आइसक्यो केक लिएर। दादा मलाई त यकिन हैन तपाई कसरी आयो, म त फ्रेन्डली भयो। भाइलाई चाहिँ थाहा छैन क्या गाइज म आउने भनेर होइन। अनि भाइ चाहिँ एकदम खुसी छ नि। मैले त यार गिफ्टै ल्याउन पाएन। मैले त के अरे गिफ्टै ल्याइदिन पाएन। तिमी रिसा यता हेर न। पकै जा त्यहाँ बस जा बस गर। ल टिका लाऊ। ए टु यु ह्याप्पी बर्थडे पढ भाइ यु ह्याप्पी बर्थडे टु यु। ल फु ल फुका ह्याप्पी बर्थडे। ल ल बाले दिनु भएको पैसा ल समा ओइ पैसा समा न। पैसा देखाउ ल। ओए कसरी काट्यो त केक? यहाँ केक काट्यो हेर्नु न। सरप्राइज दिनु लागिरहेको छु होइन। सरप्राइज चाहिँ यहाँ छ है। धेरै ठुलो चिज चाहिँ दिन सकिनँ होइन। मसँग अब उसले खेलौना
किन्यो भने उसले खेलौना बिगारिहाल्छ, त्यही भएर यो पढ्ने चिजै किनेको छु होइन। तेजस उही के हो यो? ओए ओए गिफ्ट आयो यार। उता देखाइदेऊ न, दाइले गिफ्ट दियो भनेर उता देखाइदेऊ न। ल देखाइदेऊ। ल खोल त, अनबक्सिङ गर। त्यो समात त। इ खै छोड न, छोड न। आजको भ्लग यति नै। अब अर्को भ्लगमा मिलौँला, बाई। कस्तो लाग्यो? ल बाई, सब्सक्राइब गरिदिनु भन।